कहिलेकाहीँ जीवनका केही पर्खाइहरू घडीले होइन मनले गर्नुपर्छ। गाउँको बिहान शान्त थियो। सीता चुलो छेउ उभिएकी थिइन्। भाडामा उम्लन्दै गरेको पानी जस्तै उनको मन पनि उम्लिरहेको थियो। तर अनुहारमा भने एउटा हल्का मुस्कान थियो। आज राम परदेश जाँदै थिए। राम झोला काँधमा बोकेर ढोकामा उभिएका थिए। झोलाभन्दा भारी उनको मन थियो। सीताले रामतिर हेर्दै भनिन्, "सबै सामान पुगेको छ?" रामले टाउको हल्लाए, "पुगेको छ। अब त 2 वर्ष त हो नि, छिटै बितिहाल्छ।" सीताले केही भनिनन्। 2 वर्ष भनेको उनका लागि 2वटा तीज, 2वटा दशैं र अनगिन्ती एक्ला रातहरू थिए। आँगनमा सासू उभिएकी थिइन्। आँखा रसाएका थिए तर मुखले केही भन्न सकेनन्। रामले आमाको खुट्टा छोए। आमाले आशीर्वाद दिँदै भनिन्, "स्वस्थ भएर फर्किनु बाबु।" राम फेरि सीताकै सामु आए। सीता केही बेर मौन रहिन्। फेरि बिस्तारै बोलिन्, "धेरै दुःख नदिनु है आफूलाई।" राम मुस्कुराए, "तिमी बलियो छौ, मलाई थाहा छ।" त्यो वाक्य सीताको हृदयमा गहिरो गरी गड्यो। बस आयो, धुलो उड्यो, गाउँको बाटो एकछिन अस्तव्यस्त भयो। राम बसमा चढे। सीता त्यहीँ उभिरहिन्। बस अघि बढ्यो। धुलो बिस्तारै बस्यो, तर सीताको मनमा धुलो होइन, खालीपन बस्यो। बस आँखाबाट हरायो। सीता अझै त्यहीँ उभिएकी थिइन्, मानौ राम फर्किएर फेरि एकपटक हेर्छन् कि भन्ने आशामा, तर फर्किएनन्। त्यही दिनदेखि सीताको जीवनमा पर्खाइ सुरु भयो। पर्खाइ जसको कुनै मिति थिएन। राम गएको केही महिना बितिसकेको थियो। समय अघि बढिरहेको थियो, तर सीताको मन त्यही बिदाईको दिनमै अड्किएको थियो। बिहान सबेरै उठ्नु अब बानी मात्र थिएन, जिम्मेवारी थियो। सीताले घरको ढोका खोल्थिन्, आँगन बढार्थिन् र प्रत्येक बिहान अचेतन रूपमा ढोकातिर हेर्थिन्, मानौ आज फर्किन्छन् कि। फोन कहिले बज्थ्यो, कहिले बज्दैनथ्यो। बज्दा मन ढुक्क हुन्थ्यो, नबज्दा मन डराउँथ्यो। एक दिन फोन आयो। रामको आवाज टाढाबाट आयो। थकिन्, तर चिन्ता लुकाउन खोजेको। "सबै ठिक छ," रामले भने। सीताले बुझिन् सबै ठिक छैन, तर उनले पनि त्यही भनिन्, "यहाँ पनि सबै ठिक छ।" कहिलेकाहीँ सबैभन्दा ठूलो झुट यही 2 शब्द हुन्छन्। गाउँमा कुरा छिटो फैलिन्थ्यो। छिमेकीले सोध्थे, "रामले पैसा पठायो?" सीता मुस्कुराउँथिन्, उत्तर दिन्थिन्, "पठाउनुहुन्छ।" कसैलाई थाहा थिएन, पैसाभन्दा ठूलो सीतालाई आवश्यकता थियो एउटा साथको। सासू ससुराको सेवा, खेतीपाती, घरको खर्च सबै जिम्मेवारी सीताकै काँधमा आयो। कहिलेकाहीँ थकानले शरीरभन्दा पहिले मन थाक्थ्यो। साँझ पर्ना साथ सीता आँगनमा बस्थिन्, आकाश हेर्थिन्। त्यही आकाश रामले पनि हेर्दै होलान् भन्ने कल्पनाले उनलाई केही बेर शान्त बनाउँथ्यो। एक रात फोन आएन। सीता मोबाइल हातमा लिएर घण्टौं बसिरहिन्। घडीले रातको 12 बजाएको थियो। आँखा रसाएका थिए, तर आँसु झारिनन्, किनकि घरमा कोही बलियो रहनु जरुरी थियो। त्यही रात सीताले आफैसँग भनिन्, "म कुर्छु जबसम्म कुर्न सकिन्छ।" र पर्खाइ अझ गहिरिँदै गयो। राम बसेको ठाउँमा बिहान घाम चाँडै उदाउँथ्यो, तर त्यो घाम न्यानो होइन, जलाउने थियो। दिनभरि काम, घडी हेर्दै बित्ने समय र सास फेर्न नपाइने थकान। कामको आवाजबीच रामको मन भने गाउँमै भौँतारिन्थ्यो। आमाको अनुहार, सीताको मुस्कान, घरको आँगन। रात पर्ना साथ सबैभन्दा गाह्रो समय सुरु हुन्थ्यो। सानो कोठा, एक्लोपन र सम्झनाहरू। राम मोबाइल खोल्थे, सीताको फोटो हेर्थे। धेरै कुरा भन्न मन लाग्थ्यो, तर फोन गर्न हिम्मत जुट्दैन थियो, किनकि सीताको आवाज सुन्नु सजिलो थिएन। एक दिन राम बिरामी परे। ज्वरो, शरीर दुखाइ र मनमा डर। काम छुट्यो। मालिकको स्वर कडा भयो। त्यही दिन कम्पनीले चेतावनी दियो। रामलाई पहिलो पटक परदेश साँच्चै परदेश लाग्यो। फोन उठाए, सीताको नम्बर खोजे र फेरि काटिदिए। कसरी भन्नु म ठिक छैन, राम आफैसँग बोले। उहाँलाई चिन्ता दिनु हुँदैन। त्यो रात रामले सुत्न सकेनन्। छत हेर्दै सोचिरहे, सीता अहिले के गर्दै होलिन्? सायद आकाश हेर्दै। त्यही आकाशमुनि 2 मन 2 देशमा उस्तै दुःख बोकेर बाँचिरहेका थिए र दुवै आफ्नो पीडा आफ्नै भित्र लुकाइरहेका थिए। समय बित्दै गयो। रामको फोन अझै कम आउन थाल्यो। सीताको मनले बुझिसकेको थियो केही ठिक छैन। एक दिन अन्जान नम्बरबाट फोन आयो।
रामको आवाज पहिले भन्दा कमजोर थियो। सीता, म अलि बिरामी छु। सीताको हात थरथर काप्न थाल्यो, तर स्वर अझै बलियो बनाइन्। चिन्ता नगर्नुस्, यहाँ सबै ठिक छ। फोन काटिएपछि सीता धेरै बेर त्यही ठाउँमा बसिरहिन्। आँसु झर्यो, तर रोइनन्, किनकि घरमा रोइरहने समय कसैसँग थिएन। त्यो दिनदेखि सीताले आफ्नो सुख छोडिन्। गहना धेरै थिएनन्, तर एउटा सानो सुनको लकेट थियो। त्यो लकेट रामले बिहेमा दिएको थियो। सीताले लकेट हातमा लिएर केही बेर हेरिरहिन्, फेरि निर्णय गरिन्। लकेट बेचेर पैसा पठाइन्। पैसा होइन, आशा पठाइन्। सासूले सोधिन्, किन यस्तो गरिस् छोडी? सीताले माथि हेर्दै भनिन्, उहाँ फर्किनुहुन्छ, मलाई विश्वास छ। घरको हालत अझै गाह्रो भयो। कहिलेकाहीँ एक छाक कम खानु पर्यो, कहिलेकाहीँ लाज लुकाएर साहुको ढोका ढकढक्याउनु पर्यो। तर सीताले कहिल्यै रामको अगाडि कमजोरी देखाइनन्। फोन आउँदा उनी सधैँ एउटै वाक्य भन्थिन्, हामी तपाईँको पर्खाइमै छौँ। त्यो वाक्य रामको लागि औषधि बन्यो र सीताको लागि त्यो वाक्य नै आशा थियो। धेरै समयपछि सीताको फोन बज्यो। यो पटक स्वर फरक थियो, कमजोर होइन, आशाले भरिएको। सीता, म फर्किँदैछु। सीताको आँखा भरिए, तर यो पटक दुःखका आँसु थिएनन्। उनी केही बेर बोल्न सकिनन्। फेरि बिस्तारै भनिन्, घर अझै तपाईँको पर्खाइमै छ। गाउँमा खबर फैलियो, राम फर्किँदैछन्। आँगन सफा गरियो, ढोका रङ्गियाइयो, घर फेरि घर जस्तो बन्न थाल्यो। बस आयो। यसपटक धुलो उड्दा सीता डराइनन्। राम बसबाट ओर्लिए, थकित शरीर, तर आँखा घर खोज्दै। सीता केही बेर उही उभिरहिन्। पर्खाइ सकिएको विश्वास गर्न समय लाग्यो। रामले सीताको हात समाते। कुनै शब्द आवश्यक थिएन, आँखा नै सबै कुरा बोलिरहेका थिए। आमाले छोरालाई अँगालो हालिन्। घर आँसु र हाँसोले भरियो। त्यो साँझ सीता आँगनमा बसिन्, आकाश हेर्दै। यसपटक पर्खाइ थिएन, साथ थियो। सीताले मनमनै भनिन्, सबै पर्खाइ व्यर्थ हुँदैन रहेछ। रामले सीताको हात समाउँदै भने, अब कतै जादिन। सीता मुस्कुराइन्, शान्त मुस्कान, किनकि उनले जितेकी थिइन्। पर्खाइले, विश्वासले र मौन त्यागले।